काको आज के छौ? आज भनौँ है भन्दाखेरि चाहिँ हाम्रो शिवान ब्रदरकोमा यहाँ यसो अलिकति अब मोमो पार्टी हुँदैछ। अन्त मोमो पार्टीमा चाहिँ कतिजना चाहिँ मोमोले कौन है ये लोग, कहाँ से आते हैं ये? ए किन्दैछ। अन्त दबाई यसो, अब ग्यासमा 80 गाँस जस्तो भात खाएर चाहिँ 90वटा जस्तो मोमो खानेहरू पनि छ हाम्रोमा। 80 गाँस जस्तो भात 90वटा 90-30 सम्म चाहिँ मोमो खाने छ। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ खाने छ। अन्त त्यही कारणले चाहिँ यहाँ अलिकति 3 कुकर जस्तो भात पकाइदिउँ कि भनेर नि यहाँ यसो लसुन केलाको नि। ल काकु लु बडै भेटौँ है खाने बेला नि। ओके के भन्नु चाहनुहुन्छ तपाईँ? आज चाहिँ यहाँनिर के हो क्रिसमस पार्टी। के हो क्रिसमस पार्टी? आज क्रिसमस पार्टी रहेछ। हामी सोच्दै यस्तो थिएन यस्तो हुन्छ भनेर भयो के भन्नु छ काकु? के भन्नु है ताजा जयमसी भन्नुलाई केही छैन। प्रभुको अनुग्रहले अब 2025 एकदमै दामी परमेश्वरको प्रेजेन्टमा सेवाकाई भयो। परमेश्वरको उपस्थितिले है रमाइलो भयो। जब पनि 25 जस्तो बितेर 26 लाग्छ नि त्योभन्दा डबल आशिष बढोस् भन्न चाहन्छु। जयमसी यता हाम्रो काकु हुनुहुन्छ, काकु पनि केही शब्दहरू राखिदिनुहोस् होला। म शब्द राख्नु पर्दाखेरि चाहिँ आज एकदमै हामी खुसी छौँ, आनन्दित छौँ यसरी परिवार भेट्न पाउँदा है। एकदमै पोस्ट क्रिसमसमा हामीले सेलिब्रेसन गरिरहेका छौँ, त्यसमा हामी एकदमै खुसी छौँ। धन्यवाद। राम बाबा गाइस यसो चाहिँ भएर उहाँको आराधना गर्न पनि सबैभन्दा ठुलो कुराहरू परमेश्वरको वचनले आज तपाईँहरूलाई यो कुरो बताएको छ। यहाँनिर भनेको छ है एकतामा बस्नु चाहिँ कति भलो र मनोहर कुरा हुन्छ भनेछ। कति भलो कति राम्रो कुराहरू एकतामा भएर बस्नु। अहिले हामीले कति ठाउँहरूमा हेरिपठायौँ भने कति जग्गामा हामीले हेरिपठायौँ भनेदेखिलाई ती तल्लो घर ती माथिल्लो घर